आज चाहिँ बहिनी र म बौद्ध घुम्न जाउँ भनेर बौद्ध घुम्न गयौँ। यसो 3-4 राउन्ड लाग्यो त आज त मौसम पनि क्या कुल थियो कि। बौद्ध त घुमेको छु तर मलाई नघुमेको ठाउँहरू लग्नु न दादा भन्न थालिन्। त्यसपछि माथिको गुम्बामा लगेर मैले उसलाई बत्ती बाल्न लाएँ। त्यसपछि आजको भ्यू पनि एकदम बवाल आइरहेको थियो। त्यसपछि चाहिँ हामी परिवारसँग यसो भिडियोहरू खिच्न भनेर दाजु बहिनी चाहिँ टक्क परेवाको बिचमा गएर भिडियोहरू खिच्न थाल्यौँ। त्यसपछि हामी बौद्ध गुम्बा हुँदै यसो घुम्न थाल्यौँ। बहिनी पनि खुसी हुँदै आज बौद्ध घुम्न पाएको भनेर एकदम खुसी थिए। अनि माथि पनि घुमेको छैन दादा, आज माथि गएर भिडियो बनाउँ न भन्न थाले। त्यसपछि दाजुबहिनी भएपछि कोही नचाहिने हामी एकदम रमाइलो गर्दै भोक पनि लाग्न थाल्यो। त्यसपछि हामी खाजा खान लाग्यौँ। खाजाको पर्खाएपछि किमा नुडल्स र थेन्दुक हामीले मगायौँ। धेरै समयपछि किमा नुडल्स पनि खाएको थिएँ, एकदमै मिठो लाग्यो। बहिनीलाई पनि मिठो लाग्यो अरे। अनि त्यसपछि थेन्दुक पनि आइपुग्यो। थेन्दुक दाजुबहिनी मिलेर खायौँ, एकदम मिठो थियो। बौद्ध एरियामा जाँदा चाहिँ हामीले छुट्याउनै नहुने खाजा खाएर के बाहिर निक्लेको थिएँ, क्यान्डी खानु पऱ्यो अरे। आफू पनि फेरि बच्चा जस्तै भएर क्यान्डी चुस्न थालेँ। साँच्चै दाजुबहिनी चाहिँ एकदम बुढाबुढी जस्तो के, जे देख्यो त्यसैमा रमाउने, एकदम कोही नचाहिने। दाजुबहिनीलाई कसैको मतलब पनि छैन। क्यान्डी खाँदै बहिनी र म चाहिँ अब घर फर्किन थाल्यौँ। आजको दिन चाहिँ एकदम बवाल भयो क्या, बौद्धमा पनि क्लास रमाइलो।